Hey, welcome to my next vlog. आज भिडियो भने हाम्रो पोखराथोकदेखि चितपानीदेखि कुटीसम्मको यात्रा हो। पाडलिन जाने हो। आज देख्न सक्नुहुन्छ यहाँ पोखरो छ अनि हाम्रो भाइ अमृत अनि अगाडि पिपललाई ढोक्दै अनि यहाँ देख्न सक्नुहुन्छ काइलेन्टी हुनुहुन्छ यहाँको लागि हो हामी। अनि यहाँ तेजु लटरममा पाकेका छन् देख्न सक्नुहुन्छ लचप्पै फलेछन् पुरा बाक्लो न बाक्लो छ एकदम हामीले जो नछाम्यो त्यही पाकेको छ है त। तर यो निगाली खोला हेर्न सक्नुहुन्छ निगाली खोलामा हामी आइसकेको छ फाइनली। यहाँ पहिला खोला ठुलो हुन्थ्यो आजभोलि सुकिसकेको छ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् त गाइस हामी पटेला खोलाको पुगिसकेको छ र यहाँ पुरानो संस्कृति गोरुले जोतेको हाम्रो आजभोलि ट्र्याक्टरले जोतेर यो हाम्रो पुरानो संस्कृति हो। गाईहरू पाल्ने गोरुहरू पाल्ने जोत्ने हैन। हामी फाइनली आइसके पटौटी 4 मन्दिर नागेश्वर मन्दिरमा। यो नागेश्वर पनि भन्छ देवीको मन्दिर पनि भन्छ दुर्गाको। यहाँको त्रिशूल अत्यन्तै ठुलो छ देख्न सक्नुहुन्छ गाइज। यहाँ यो पुरा पिच गर्नुभन्दा पहिला धुल उडाउने यो हो। यहाँ पिपल छ मन्दिर देख्न सक्नुहुन्छ कस्तो राम्रो छ। यहाँ देख्न सक्नुहुन्छ हामी वहाँ अगाडि दुईटा हुन्छ उहाँसँगै पाडलिन जाने हो। उहाँको घरमै हो पाडलिन जाने उहाँ जो साइडमा हुन्छ उहाँको घरमा हुन्छ। हामी अब पटौटी 4बाट हुँदै अगाडि बढिरहेका छौँ पाडलिने घरतिर। यहाँको बाटो पनि यहाँ पिच हुँदैछ तपाईहरूलाई के अरे यार बुवा भिडियोमा भाइरल तपाईँ। ल यहाँ हेर्नुहोस् कस्तो राम्रो कृषि छ गाउँको खेती यस्तो हुन्छ। पुरा हरियाली देख्न सक्नुहुन्छ यो सस्ताहरू यो हेर्नुहोस् त यहाँ कति राम्रो लगाइएको छ घरमै प्याज लसुनहरू सुन्तला भयो। ल अब हामी चाहिँ यदि बाटोमा पाडा लिएर फर्किसकेको है त गाइस। देख्न सक्नुहुन्छ एउटा ठुला छ एउटा म लिएर हिँडेको छु एउटा भाइले लिएर हिँडेको छ सानो भाइले देख्न सक्नुहुन्छ गाइस। फाइनली हामी जगुदाईको दोकान छेउमा यो रोयल स्कुल रोयलमा आइयो किनकि म बिचमा पनि भिडियो खासै बनाउन पाइएन थोरै समस्याले गर्दाखेरि। देख्न सक्नुहुन्छ यहाँ जगुदाईको दोकान हो। यहाँ हर चिज पाइन्छ रासनदेखि लिएर सबैहरू पाइन्छ खानेकुराहरू देख्न सक्नुहुन्छ गाइस। हामी यहाँ अब आन्टीको घर सिम झार्दैछौँ। यो भिडियो चाहिँ हल्का यसो कोही त हल्का हल्लिएको क्यामेरा साफ खासै छैन हैन नर्मल भिडियो बनाएको छु। फाइनली गाइस हामी घर